चंद्र हो कि तारा लोभिएका सारा चंद्र हो कि तारा लोभिएका सारा झल्को बारम्बार निधारैमा लेखेसी पक्कै पुरा हुन्छ निधारैमा लेखेसी आँखा लोभी मन पापी भयो तिमीलाई देखेसी 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 स्वर्ग जस्तो ठाउँ यति नजिक भएर आइरहेको छ अहिले के उठाइन्छ भन्ने कुरो अब यहाँ भित्रको आश थाहा हुन्छ उता ग्यास चुल्हो मम्मीले यहाँ खिचेछन् खोजेछन् ल ठिक छ तोरे आगे मैं सबको झुका दूं तोरे सपने पलक पे बिठा दूं काला टीका मैं तोहे लगा दूं निधारैमा लेखेसी पक्कै पुरा हुन्छ निधारैमा लेखेसी आँखा लोभी मन पापी भयो तिमीलाई देखेसी 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 आँखा लोभी मन पापी कति रहेछ यो प्राइस 41,000 3, 2, 1 यो कति रहेछ प्राइस 41,000 ल यहाँ देखो सबै यही यो मैले खोजेँ यसमा अलिकति लामो भयो भने यो लास राख्नलाई गाउँमा पनि मान्छे अफर पर्छ छोराहरू पुर्नु पर्छ नि तिनको लागि चाहिँ अलिकति यो यही फ्रिज है फ्रिजमा यति लामो भयो भने लास राख्छ 6 फुटको 6 फुटको तर डिप यत्र चाहिँदैन यही हो खोज्यो यसै नै बनाउन सकिन्छ 40,000 रहेछ तर डिमान्ड हामीले दियौँ भने भएन मैले अर्डर गर्नु पर्यो
गाजलु र लाली सिउँदो मात्रै खाली गाजलु र लाली सिउँदो मात्रै खाली लान्छु यसै पाली निधारैमा लेखेछु पक्कै पुरा कस्तोमा नि मैले एनजिमा आइसकेपछि यता फोटा खिच्छ एउटा केही तरह दिन्छ कति लेखेको छु भाइ पुल छ के गरेको नि यन आबी अब यो दिदीले गाली गर्नुहुन्छ अब दिदीले गाली गर्नुहुन्छ अब हेर त ओ आफै आइछ अझ कहाँ पायो ट्रली Where did you find this trolley, huh? अरे कति हो मिलेको कि हेर्नु फेरि दियो भने कि यिनलाई अरे जहाँ किन त्यही ल्याउने हिँड्यो कि त्यहाँ पैसा पुऱ्याइसकेको छैन कस्तो कि नि केटीले लिएर जान्छ जाने बेला जहाँ किन त्यहाँ खेला मान्छे चाहिँ चेन्ज हुनेको मामा आऊ कस्तो भयो अब कुल भान्जे का मामा अभी हो गया यता पुरा आफू खाली भएर उता नाइजीलाई सबै मलाई काम गर्नु तीतर के पीछे दो तीतर लेकिन सबसे शाना वाला जो जाके है मन के भीतर बोलो कहाँ है ना तीतर तेरे पीछे मैं मेरे आगे तू रन रन कभी आगे तू कभी पीछे मैं फन फन देखेगा चलो अब तो तू with my gun gun एक ही तो बच के निकलेगा ये तो डन डन तेरा बाप आया पापों का हिसाब आया लाजवाब आया बेहिसाब आया लाइलाज आया तेरा शराब आया तू भागेगा मैं तोड़ूंगा तू दौड़ेगा मैं फोड़ूंगा मैं फोड़ूंगा तू रोदेगा मैं रोदेगा एनजिमा कस्तो छिरिएको थियो कस्तो आयो कस्तो भइएको थियो कस्तो क्या था क्या हुआ मेरे पीछे मैं मेरे आगे तू रन रन कभी आगे तू कभी न हामीलाई गाली गर्छन् फेरि ये तो डंडन आया लाजवाब आया तेरा बाप आया तेरा बाप आया ले तेरा बाप आया
नि त आएन नि सौगात फोन गरेर अब आउनु बेला भएको आउनु त भनेको नि तिमीलाई सोगालाई खाउनु भनेको त हजुर आउनु भएको थिएन र आएको थियो भने त एकचोटि आएको थियो मलाई चाहिँ छोडेर तिमी सँगै सँगै बिताउने छ चाहना समय धेरै धेरै चलिरहेको के छ तिम्रो मनभित्र खै चलिरहे स्पेसली मायाको लागि हो चाट त्यसपछिको साँझको अर्को डिनर कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन खुसी खाली दुःख नदिने कोही कहाँ भेटिन्छ खै हेरौँ त्यसको बेस्ट ठाउँ हो क्या नपिरो गरिदिउँ होइन मलाई परेन मैले दिउँसो खाएर गएको गएको क्या दिउँसो कोदालो बोकेर आएको नि देख्नु गाह्रो गाह्रो भएको छ राति राति निदाउन भने आऊ मेरो तिम्रो सामानहरू खै यहाँ त सामानहरू खै भन नि यहाँ के भयो सामानहरू तिमी कलेक्ट गरेको थियौ नि त्यो बक्समा कलेक्ट गरेको थियौ नि के भयो मम्मीले किनिदिनु भएन मम्मीलाई भनिदिएको रासी रानी बनाउँछौ भने बनाउन डराउन कस्तो छ स्पेसल छ नि होइन स्पेसल ठाउँमा ल्यायो डाउने नि पलहरू तिमी सँगै सँगै चलिरहेको के छ तिम्रो मनभित्र खै चलिरहेको के छ तिम्रो मनभित्र खै कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन फोन आयो भनेर बडे पापाले फोन गर्नु छ भन न फोन आएछ भने बडे पापाले कस्तो यो तिम्रो बल्ल तल्ल फकाएर त मान्छौ धेरै पछि तिमी माया होइन एकहोरो बाटो अब अलिकति फ्रेस पनि मानिन्छ हावा खाएर सरेर आउने हावा जानु छ म स्याटै भाग्यमान भयो बसेर मान्छेले बनाउँदैन
ले यार फेरि टी-सर्ट मिउ मिउको लागेछ मिउ मिउ हो यो मलाई पिज्जा हजुरले जापान लानलाई बनाइदिनु अँ कतिको सिउन्थ्यो नि म त जापान लान पाइँदैन होला पाइन्छ होला न पाइन्छ पाइदैन म बनाइदिन्छु न खान्छु है मैले पिता ताकिमास हुन्छ ताकिमा ल सकी त छक्किएर म चाहिँ के अरे मेरे हो त्यो सबै नहुने अहिले सौगातलाई कति पसिना आँखा माग्यो पङ्खा बाल्दै हुन्छ यसलाई मलाई बाहिर हो अघि अलि उस भयो पङ्खा किन बन्द गर्यो त अन्त हामीलाई त जाडो भएको पङ्खा किन्दा त भनिहाले यो त पसिनाले रुजेको गरिस् न 10 सेकेन्ड बाहिर आयो त्यहाँदेखि खाछु भन्छ सधैँ के भने जगतले सोनिसले हटजन gore एकचोटि धुरन्धरको गुन्डा जस्तो त यही चाहिँ छ नि किन अँ धुरन्धर ठ्याक्कै रणवीर सिंह नि त्यही भएर हेर्न जान्छ धुरन्धर म यो गुन्डा म यो भन्दा त्यो नि आफू धुरन्धरको गुन्डा जस्तो कि भने लगभग उस्तै देखिँदो रहेछ कपालमा त उस्तै देखिन सम्झाले यो आजको ब्लग द इन धुरन्धर ससैमा तिम्रो म रहिरहेको थिएँ धेरै दिन भो क्या हो नभेटेको तर्की तर्किया